मलाई सधैँदेखि स्काई हेर्न एकदम मनपर्छ। स्पेसली यस्तो बादलहरू खै किन हो, तर केही बेर यस्तो स्काई हेर्दा एकदम मनमा पिसफुल फिल हुन्छ। र सायद मेरो यो भ्लग पनि यहीँबाट सुरु गर्दा ठिक होला। म अहिले मेरो लाइफको एकदम सिम्पल फेजमा छु। मसँग अहिले जब छैन, रेगुलर आउने इन्कम पनि छैन, त्यसैले आजकल ट्रेड पनि गरेको छैन। अनेस्टली भन्नुपर्दा कहिलेकाहीँ अलि स्ट्रेन्ज फिल हुन्छ। अरू सबैले आफ्नो लाइफमा केही न केही गर्दैछन् जस्तो लाग्छ, अनि म चाहिँ यहाँ घरमा बसेर अब के गर्ने भनेर सोच्दै हुन्छु। बट आई डोन्ट थिङ्क दिस वेयर माई स्टोरी एन्ड्स। तर मेरो घरबाट यो भ्यू चाहिँ मलाई एकदम मनपर्छ। म अलमोस्ट डेली स्काईको फोटो र भिडियो खिच्छु। केही स्पेसल रिजन छैन, बस राम्रो लाग्छ। समटाइम्स लाइफमा ठुलो ठुलो कुराहरू खोज्दै गर्दा यो सानो कुराहरू इन्जोय गर्न बिर्सिन्छु। एउटा राम्रो स्काई, एक कप चिया, शान्त रुम र केही टाइम आफैसँग। मेबी पिसफुल लाइफ भनेको यही सानो मोमेन्टहरूबाट सुरु हुने हो। तर म यस्तो लाइफमा सधैँ बस्न चाहन्न। मलाई धेरै कुरा गर्नु छ, सक्सेसफुल हुनु छ, फाइनेन्सियली फ्री हुनु छ, र ट्रेडिङ मेरो लाइफको एउटा इम्पोर्टेन्ट पार्ट हो। मैले ट्रेडिङबाट धेरै कुराहरू सिकेको छु, मैले गल्ती गरेको छु, लस भएको छ, रङ डिसिजन लिएको छु। अब फेरि ट्रेडिङ सुरु गर्दा म पैसा मात्रै चेस गर्न चाहन्न। डिसिप्लिन हुनु छ, पेसेन्स हुनु छ, र आफ्नो लाइफ बेटर बनाउनु छ। र मेरो माइन्डमा धेरै टाइमदेखि एउटा ड्रिम छ, एडेनब्राको सिम्पल स्ट्रिट, पुरानो बिल्डिङ्सहरू, त्यहाँको वेदर, एभ्रिथिङ फिल्स सो काम, इट फिल्स सो कोजी। मलाई एक दिन त्यहाँ बसेर बिहान उठेर झ्याल खोल्दा मलाई एडिनब्रामा भएको फिल गर्नु छ र सिम्पली आफ्नो लाइफ इन्जोय गर्नु छ। मेबी मेरो ड्रिम पैसा मात्र होइन, पैसा एउटा मिन्स हो। आई वान्ट द फ्रिडम टु चुज वेयर आई लिभ, हाउ आई स्पेन्ड माई डे, एन्ड वाट काइन्ड अफ लाइफ आई बिल्ड। र अहिलेको रियालिटी के छ, मैले एडिनब्रामा छैन, मैले सक्सेसफुल पनि छैन, मसँग पर्फेक्ट क्यामेरा छैन, पर्फेक्ट रुम छैन, पर्फेक्ट लाइफ छैन। यो भिडियो पनि पर्फेक्ट हुँदैन होला, बट आई डोन्ट वान्ट टु वेट अन्टिल एभ्रिथिङ बिकम्स पर्फेक्ट, बिकज समडे व्हेन आई फाइनली लुक ब्याक एट दिस भिडियोज आई वान्ट टु रिमेम्बर वेयर आई स्टार्टेड। सो यो मेरो डे 1 हो। म अहिले कहाँ छु मलाई थाहा छैन, म कहाँ पुग्न चाहन्छु त्यो थाहा छ मलाई, र यहाँदेखि त्यहाँसम्म पुग्नुको जर्नी म तपाईँहरूलाई देखाउँछु। Maybe one day I will watch this video from Edinburgh. Thank you so much. Keep manifesting good things.